हेलो हेलो साथीहरु नमस्कार सबैजनालाई स्याजुलो हैन। आज चाहिँ हामी जंगु चाहिँ जाँदै छौं हैन, किनभने हाम्रो निम्चो साथीको चाहिँ आमा बित्नु भएको छ नि त, त्यही कारणले हामी सबै साथीहरु जाँदै छौं है। यहाँ हाम्रो सिनियर दाजु यहाँ हुनुहुन्छ। हेलो हेलो गुड मर्निङ सबैजनालाई। गुड मर्निङ है, गुड मर्निङ गुड मर्निङ। ल साथीहरु सबैजना भेला भइसक्यो। यता साथीहरु सबैजना आइसकिसके, सबै साथीहरु भेला भइसके। हाम्रो सम्पूर्ण साथीहरु भेला भइसके रे। ल अब चाहिँ हामी ल जाउँ हैन। अब ल साथीहरु अब रेडी भइसक्यो। अब हामी चाहिँ अब चाहिँ हिँड्नको लागि रेडी हैन? रेडी 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 हैन? रेडी हैन? रेडी सेडी गो। ल ल ल ल ल जाउँ अब साथीहरु। उठ न, कुदेर उपर गर्नु न, रेडी भन्नु। कुद्दै छ यो गाडीले चाहिँ धोका दिन्छ जस्तो छ आज। मलाई पनि त्यसै लाग्छ। यो गाडीले धोका दिन्छ जस्तो छ। कुलेन लिनु गइरहेछ यार। थुप्रो भएको थियो रहेछ नि। साथीहरु अब हामी चाहिँ यतिजना भेला भयो हैन। अब हामी चाहिँ यहाँबाट चाहिँ जंगुतर्फ लाग्दैछौँ है साथीहरु। ल तपाईहरु रेडी भएको हैन त? अब लेट्स गो। लेट्स गो साथीहरु। ल ओके ल हैन, फोटो अहिले भरे खिचौँ न त, डङ्गाडङ भरे खिचौँ न। ल साथीहरु अब हामी चाहिँ लाग्यो। ल गाडी बसौँ। को कता कता हो? हजुर ए हो हजुर आट्दैन अरे नि त त्यसमा। ल साथीहरु अब हामी चाहिँ गाडी चढेर पनि लाग्यो हैन। गाडी हेर घोडामा चढेर। घोडामा यो भिडियो चाहिँ मरौमा जाँदा पनि मैले भिडियो बनाएँ भनेर तपाईहरुले अन्यथा नलिदिनुहोस् होला हैन। अन्त किनभने यो भिडियो बनाउनुको उद्देश्य चाहिँ के हो भनेदेखिमा चाहिँ जतिजना पनि मेरो साथीहरुले हेर्नुहुने साथीहरुले हैन, अनि तपाईहरुलाई चाहिँ बाटो यो जंगुको भ्यूहरु पनि कस्तो छ के छ हैन देखाउनु पर्यो भनेर जस्ट एउटा तपाईहरुको माझमा यो भिडियो बनाएर है साथीहरु। गाइस छंगु चाहिँ हैन, जंगु है, जंगु। ओके गाइस अब तपाईहरुलाई बाटोमा एकदम दामी दामी भ्यूहरु देखाउने छु है त साथीहरु। भरे फेरि बीचमा छंगु भनेर नतुलाई देखा भन्ला नि। त्यस्तो कहाँ हुन्छ के हो यो यहाँ ड्राइभर चाहिँ यस्तो छ साथीहरु। यहाँ हेर्नु चाहिँ ड्राइभर चाहिँ यस्तो छ। 500 रुपैयाँमा रिजर्भ लागेको जंगु जाँदाखेरि 500 रुपैयाँ रिजर्भ लाने चाहिँ उहाँ नै हुनुहुन्छ है साथी। भाइ राम्रो घुमाउनु, बक्सिस दिन्छ। बक्सिस हामी राम्रो दिन्छौँ है। आजिङ ल अलिकति यसो यहाँ हेर्नु न। यता हाम्रो गाइड हामी तीनजना गाइड है। हामी त नेपालको हो नि त। ए हो खोटाङको परेछ है। खोटाङको। ल अब दुई गाडी चाहिँ अगाडि जाँदैछ साथीहरु। त्यहाँबाट एक दुईजना हिँड्दैन यस्तोमा है। यतिको त टाढी हो साथीहरु। अब बस सिक्किमको बाटो चाहिँ यस्तो चाहिँ दुईटा गाडी अगाडिको वाइगनर र गाडी हो। साथीहरु अब यहाँ हामी चाहिँ तेल हाल्नुपट्टि लाग्यौं गाडीमा हो। ल साथीहरु अब तेल हालिसक्यो। अब कहिले सक्छ अरे तेल हालेर? ल साथीहरु हेर्दै गर्नुहोस्। ल साथीहरु यो चाहिँ पाङथाङ आइपुगे। पाङथाङ चाहिँ यस्तो छ साथीहरु हैन, किनभने यहाँ सिक्किमको पुलिस एसएफबीहरु चाहिँ पुरा ट्रेनिङ गराउने बुरुक उभाउने जग्गा चाहिँ यही साथीहरु।
कञ्चनजङ्घा देख्दैन परबाट देख्छौ यो चाहिँ अस्ति उयो खेलाएको हो यहाँनिर पाङटाङ चाहिँ यस्तो छ है बम्बरहरू कति त राखेको दुईटा छैन अब छैन परेङहरू सुकेर हेर्नु न पुरा परेङ सुकेछ है आज कब्जा हाल्दो यस्तो देखेन भित्र अघि गाडी टुरिस्ट पुरा यहाँ चाहिँ मजाले बस्छ यहाँनिर किनभने सेल्फीहरू लिन्छ होइन यो पुरा मजाले यहाँनिर चाहिँ टुरिस्टहरू रमाइलो गर्नु आउँछ नि त साथीहरू दामी छ है साथीहरू फल्स चाहिँ यस्तो छ दामी जग्गा छ साथीहरू भ्यूहरू हेर्नु आमा कडा छ केटाहरू होइन यस्तो दामी छ यो पारी त जङ्गु नै परेन है अझै जङ्गु हो नि अब डिक्चु पुग्न आँट्यो ट्रट सबै फल्सहरू सुकेछ कुनामा थियो सब सुकेछ फल्सहरू त्यस्तो भएछ पानी परेको बेला त आमामा यो बाटो थियो नि वाइफरले छ नि वाइफरले पानी नखाट्नु उकालो चाहिँ अब चाहिँ हामी डिक्चु आइपुगे सिधै मैले गरेको यो पानीले चाहिँ तलतिर ड्यामेज गराएको चाहिँ यही पानी यही खोला है जाने चाहिँ तल अब जङ्गु जाने पुल चाहिँ यस्तो छ है जङ्गु जाने बाटो यो मान्छे हिँड्ने त हो त जङ्गुतर्फ लाग्यो है साथीहरू अब हामी चाहिँ आइपुग्यो होइन जङ्गु साथीको परो घरमा आइपुग्यो होइन तपाईँहरूलाई अब पर चाहिँ भिडियो गर्नु मिल्दैन अलिकति होइन तपाईँहरूलाई फर्किँदाखेरि भेट्छु है त साथीहरू पल्टन आउँदैछ साथीहरू पछाडि पल्टन आउँदैछ साथीहरू अब हामी चाहिँ मरोबाट पनि फर्किसक्यौँ है साथीहरू अब तपाईँहरूलाई यति नै भन्न चाहन्छु कि हामी चाहिँ साथीको मरोबाट पनि सकियो के हो अझै बाटोको भिडियोहरू अपलोड हुँदैछ है के भन्न चाहन्छ यो चाहिँ के खाँदैछ होला है म बाटोमै ल्याएको पम्सी अर्ग्यानिक पम्सी खायो आज बेसी नै केटाले 20 केजी जस्तो चाहिँ खायो अम्बो केटाले सानो खाएन त है पम्सी त जोस मजा पम्सी फर्स्ट टाइम सुने नि त रनिङ पम्सी अरे सुन्तला पनि तर दामी रहेछ यहाँ है सुन्तला दामी रहेछ साथीहरू जङ्गुको सुन्तला चाहिँ यस्तो छ है दामी पाउँछ सुन्तला चाहिँ यहाँ चाहिँ साथीहरू अब मेरो भ्लग चाहिँ यहाँ एन्ड गर्न चाहन्छु होइन आजको भ्लग कस्तो लाग्यो के लाग्यो तपाईँहरू बाटोको भ्यूहरू कस्तो थियो के थियो होइन कमेन्ट गर्नु चाहिँ नभुल्नुहोस् होला है साथीहरू ओके बाई बाई